गोर्खाका एक 16 वर्षे ठिटोले नेपाल बनाउने सपना देखे। ती थिए पृथ्वीनारायण शाह। उनले पहिलो निशाना नुवाकोटलाई बनाए किनकि उपत्यकातर्फ छिर्ने मुख्य ढोका यही मानिन्थ्यो। तर पहिलो आक्रमणमै गोर्खालीले कठोर हार बेहोर्नु पर्यो। हारपछि उनले रणनीति बदल्दै बनारस पुगेर आधुनिक हतियार जुटाए र कालु पाँडे जस्ता कुशल सेनापतिलाई आफ्नो दायाँ हात बनाए। अन्ततः विक्रम सम्वत 1801 मा नुवाकोट हात पारियो। यो केवल किल्ला जित होइन, उपत्यकातर्फ जाने व्यापारिक मार्गमाथिको नियन्त्रण पनि थियो। त्यसपछि हतारमा कान्तिपुरको अधीनमा रहेको कीर्तिपुरमाथि आक्रमण गरे, तर भयानक हार बेहोरे र त्यस युद्धमा कालु पाँडेले वीर गति प्राप्त गरे। हारबाट विचलित नभई उनले नयाँ रणनीति बनाएर काठमाडौँ उपत्यकाको चारैतिर नाकाबन्दी गरिदिए। विक्रम सम्वत 1822 मा गोर्खाली सेनाले कीर्तिपुरलाई चारैतिरबाट घेरेर दबाव बढायो र अन्ततः कीर्तिपुरले आत्मसमर्पण गर्दै आफ्नो प्रवेशद्वार खोलिदियो। विक्रम सम्वत 1825 को इन्द्रजात्राको रात जब कान्तिपुर उत्सवमा झुमिरहेको थियो, गोर्खाली सेनाले कान्तिपुर कब्जा गर्यो। त्यसपछि पाटन र भक्तपुर पनि गोर्खाको अधीनमा आए। अन्ततः उनले देशको राजधानी गोर्खाबाट सारेर नेपाल अर्थात् काठमाडौँमा स्थापना गरे। एकीकरणको बाँकी यात्रा हामी अर्को भागमा ल्याउनेछौँ। त्यतिन्जेलसम्म हाम्रो च्यानललाई फलो गर्नुहोला।